हेलो गाइज वेलकम टु माई मिनी भ्लग। आज फेरि नेपाल गर्ने तयारी भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ। अब नेपाल जान लागि रेडी भइसकेँ म पनि। हामीहरूको सबै सामान हेर्न सक्नुहुन्छ यहाँनिर। अब हामीलाई छाड्न आएका मान्छेहरू यहाँ इन्डियामा अब धेरै कन्ट्याक्ट त भएन, यति छ। अब हामी सबै सामानहरू गाडीमा राख्दैछौँ। हेर्न सक्नुहुन्छ यहाँनिर गाडीमा राख्दैछौँ। हेर्न सक्नुहुन्छ म गाडीमा बसिसकेको छु। अब 1 महिना यहाँ बसेको अन्त त्यसपछि यताउता हेर्न आएको छु कस्तो छ ठाउँ। निसम्म त लाग्छ जाँदाखेरि। अनि घर जानेको खुसी छ एक साइडमा दिदीलाई छोडेर जानु परिरहेछ, त्यहीको दुःख लागेको छ। त्यही पनि केही छैन, अब घर जाँदा चाहिँ त्यही हो खुसी मलाई। कहाँ पो लगेर राख्यो यार, गाडीबाट सामान निकाल्दा यति धेरै सामान छ भने अचम्म पऱ्यो क्या म। हेर्नुहोस् गाडीमा सामान अझै निकाल्नै लाग्छ हामी। गाडीको पेमेन्ट गर्ने कुरा गर्छिन् आज बिनाजु चाहिँ। अब म चाहिँ यसो दायाँ बायाँ हेरेर त्यो यस्तो नेपालमा हेर्न पाइन्न नि त यति धेरै गाडीहरू, त्यही भएर यता दायाँ बायाँ हेर्दैछु म चाहिँ। हाम्रो बस आएर त्यहाँ कुनामा बसेको छ। अब एकछिन बाहिर बसेको छु म चाहिँ, बिनाजुहरू गएर कुरा गर्छिन् आज टिकटको। हेरेर त्यहाँ छ कुनामा। इन्डियादेखि नेपाल जानेको भिड हेर्न सक्नुहुन्छ यति धेरै छन्। मैले के सोचेँ सबै जाने हो नि, तर कोही छाड्न पनि आएर रहेछन्। म त हामीलाई कोही आएन नि त, त्यही भएर म चाहिँ आफ्नो ठाउँमा गएर बसिसकेको छु। अर्को मान्छे पनि आएर जान्छ। हाम्रो गाडी स्टार्ट भएर हिँड्न लागेको छ। अब हेर्न सक्नुहुन्छ बाहिरको माहौल। गाडी एकछिन पेट्रोल पम्पमा रोकिएको रहेछ। अब बाहिरको भ्यू हेर्न सक्नुहुन्छ यहाँको। ठिक त छ, फ्लाइओभर पनि बवाल देखिन लाग्छ यहाँदेखि। तेल हाल्न हल्का टाइम लाग्ने हुनाले अब यसो टोइलेट गइन्छ अनि सपिङ गरिन्छ। हामीलाई खाना खाने ठाउँ ल्याएको छ, सबै खाँदैछन्। म पनि अब खाना खान रेडी भएको छु। खाना खाएर पछि अब चक्लेट जुस खान लाग्छु। यही हो, यति नानो तर कति महँगो छ यो। बसमा ठाउँ नभएर हामीले यस्तरी सुत्नु परेको छ। हेर्न सक्नुहुन्छ यहाँ बिहान उठेर अब मुख सुख धुन जानु परेन, फ्रेस हुनु पऱ्यो। अब सुत्न त गाह्रो हो, अब फ्रेस त हौँ। मुख धुने ठाउँमा हेर्न सक्नुहुन्छ यति भिड छ, झन् केटाहरू मात्रै, अझ आइमाईहरू त छै छैनन्। अरू सबजना त्यहाँ मुख सुख धुन लाग्छन्। म भने यता साइडमा आएर म त आफ्नो पारा बेग्लै हो नि त। फेरि मुख सुख धुइयो अनि पछि ब्रस पनि गरियो, चिया सुस खाएर फ्रेस भइन्छ नि। चियासित बिस्कुट खाएर नि नास्ता पनि भइगयो। पेट त भर्नु पऱ्यो पछिसम्मको लागि। मोबाइल हेरेर टाउको दुख्छ, अरू के गरौँ। एक्लै झ्याउ लागेर यसो बाहिरको नजारा हेर्दै। 5 दिनसम्मको यात्रा हो नि त। भिडियो धेरै लामो छ। अर्को भिडियो नेक्स्ट पार्ट हेर्नलाई तल देखाएको ठाउँमा क्लिक गर्नु होला।